हेलो साथीहो, सबैमा राधे राधे। आज चाहिँ बिहानदेखिको भिडियो लिएर आएर चाहिँ साथीहो, आज चाहिँ ब्रेकफास्टमा मैले रोटी बनाएर छु नानीहरूलाई खानालाई। अब रोटी हामीहरूलाई चाहिँ रोटी बनाएर छु खानालाई, अनि नानी बाबुहरूलाई चाहिँ टिफिनको लागि चाहिँ मैले ब्रेकफास्टमा फ्राइड राइस बनाइदिएको छु, अन्डा फ्राइड राइस। हस्बेन्डले चाहिँ मलाई मद्दत गर्नुभएको। अब घरमा भएको बेला त अलिअलि त मद्दत गर्ने, घरमा छुट्टी आएको बेला त अब हल्का फुल्का अब यसो म पनि अलिक सघाइदिन्छु भनेर मद्दत गर्नुभएको। फ्राइड राइस बनाउनमा अन्डा फ्राइड राइस बनाइदिनु भएको नानीहरूलाई स्कुल लानलाई। उनीहरूले चाहिँ अब फ्राइड राइस कहिले के नानीहरूलाई पनि अल्छी लाग्छ, के चाहिँ दिउँ जस्तो लाग्छ टिफिनमा पनि। यो चाहिँ हामीहरूलाई सब्जी बनाएको मैले काँक्रा र मटरको सब्जी बनाएर चाहिँ नानीहरूको टिफिन पनि रेडी भयो। अनि यो मैले चाहिँ खाना दिएको अब घरमा बाबाहरूलाई बिहानको नास्ता, नानीलाई दाजुलाई रोटी सब्जी, बाबालाई खाना दिएर छु। अब घरमा सबैजनाले बिहानको नास्ता गर्नुभएको। अब छोरालाई मैले स्कुल जानलाई तयारी गर्दैछु स्कुल लानलाई। अब ऊ चाहिँ स्कुल जान ठिक पर्छ, छोरी चाहिँ रेडी भएर गइसक्यो। उसलाई त हतार हुन्छ नि स्कुल जानलाई। अनि बाउ चाहिँ जानु हुँदैछ, उसको बाबा चाहिँ स्कुल लिएर। अब घरमा आएको बेला त उसले पुऱ्याइदिनुहुन्छ, गर्नुहुन्छ, नभएको बेला त म जान्छु। अनि यहाँ चाहिँ पूजा गर्नलाई अब नानी बाबुलाई स्कुल पठाएपछि चाहिँ बल्ल मलाई चाहिँ आनन्दले एकदम खुसी मनले पूजा गर्न मन लाग्छ कि फ्री भएर एकदम हतारमा पूजा गरेको मलाई चाहिँ एकदम शान्ति नै लाग्दैन। उनीहरूलाई स्कुल पठायो अनि फ्रीले एकदम आफ्नो खुसीले आरामले ढिलो टाइम लगाएर भए पनि पूजा गर्दा राम्रो लाग्छ। अब नानी पनि सँगसँगै मलाई पूजा गर्न सघाउँछ। यो चाहिँ हो नि मेरो पुच्छर भयो, यो चाहिँ मेरो पुच्छर पूजा गरेर सँगसँगै पूजा गर्न आउँछ। अनि हेर्नु न खुसी, मलाई चाहिँ धेरै फुल चढाउनलाई खुसी लाग्छ है साथी हो। घरभर दुनियाँभरको फुल छ, अब मजाले धेरै चढाए कति मन आनन्द लाग्छ। धेरै फुल चढाउन राम्रो लाग्छ। म चाहिँ धेरै फुल चढाउँछु भएको बेला त भगवान्लाई खुसी पार्छु नि। अनि आजको चाहिँ अब यही हो, पूजा गरिसक्यो अरे। अनि अनि नास्तामा रोटी बनाएर थिएँ, तपाईँहरूलाई देखाएँ अघि रोटी अनि मटरको सब्जी अनि चटनी अस्ति बनाएको थिएँ नि मैले, बेलिचन्दाको चटनी, चिया लिएर। अनि हामी आमा छोरी दुईजना नास्ता गर्न बस्यौँ। अब म सँगसँगै नास्ता गर्न बसेको, उसले चाहिँ पहिले नै खाइसक्यो। मम्मी, ठुलो मम्मी तपाईँसँग पनि म पनि खान्छु भन्छे। म सँगसँगै बसेर खाने भन्छ। यो चाहिँ मलाई पछि नै छोडिदिनु। आजलाई यति नै, बाई साथी हो।